साथीहरू आज रुस्मिता आइन प्याट गरिन भनेर टेन्सन भएको छ होला हैन। राजनीतिक कुरा झोले सोले भन्न पाइएन भनेर त अझै धेरै टेन्सन भएको छ होला हैन। त्यो कुरा सल्भ गर्नको लागि म आइसकेको छु है। म आज कहाँ आएको छु भनेर सोच्नु भएको होला। हेर्नुस् पानी पनि ड्याङ्गा आइरहेको छ हैन। म चाहिँ कहाँ आएको छु भने माइती घरमा आएको छु। हेर्नुस् किन आएँ भनेर सोच्नुहुन्छ होला। मैले चाहिँ मेरो भाइ आएको थियो अनि अस्ट्रेलियाबाट के सामान लिएर आयो भनेर मैले कुदेर आएको छु। हेर्नुस् त्यो भएर म त 2 दिनसम्म त मासु भात बसेर खानै पर्यो। त्यही भएर हेर्नुस् पानीमा पनि म बुक उठेर हाँसिरहेको छु। हेर्नुस् यहाँ छोरी पनि उफ्रिरहेको छ। मलाई चाहिँ एकदमै खुसी लाग्छ हैन। अर्को कुरा के छ थाहा छ, एउटा परिवर्तन। पहिला हाम्रो काठको घर थियो, अहिले चाहिँ अब भाइले चिटिक्क पारेर घर बनाइदियो। त्यसपछि त हामी त एकदमै खुसी हामी चेलीबेटीको लागि त है। अनि मलाई यहाँ हेर्नुस् छोरी, अब फेरि मलाई एउटा अर्को कुरा सेयर गर्न मन लाग्यो। हामी चाहिँ बच्चामा अब सबैको होला, मेरो मात्रै नहोला हैन। दिदी बहिनी चाहिँ एकदमै झगडा गर्ने क्या, आरिस गरागर गर्ने क्या। अनि मैले भनेको कुरा बहिनीले नमान्ने, बहिनीले भनेको कुरा मैले नमान्ने हैन। तर अर्को कुरा के चाहिँ हुँदो रहेछ भने दिदी भाइ चाहिँ मिल्दो रहेछन् क्या। हो कि होइन भन्नुहोस् त, तपाईँहरूको नि त्यही होला सायदै। अनि दिदी भाइ चाहिँ मिल्नुपर्ने होइन। अनि अब हामीले गल्ती गरे पनि त भाइले पोल सुनाइदिँदैन थियो, पोल नसुनाएपछि त मिलिहाल्यो। अनि मेरो बहिनी चाहिँ यति नै छुच्ची हेर्नुहोस् होइन, सबै कुरा चाहिँ ठ्याक्कै सुनाइदिने क्या मम्मीलाई। अनि मम्मीले फेरि यस्तो गर्नुहुन्थ्यो म हामीहरूलाई सकेसम्म भाटाले हान्ने होइन। भाटाले नभेटुन्जेलसम्म भाग्नु त पऱ्यो नि, दुख्छ नि त। अब गाउँमा बजारमा बाबु एउटा कोठामा राखेर ड्याङ हान्ने, अहिले हामीले जस्तो त्यस्तो थिएन हेर्नुहोस्। अनि हाम्रो चाहिँ बारीमा कुद्नुपर्ने। अनि सकुन्जेल अब लट्ठीले हान्नुहुन्थ्यो। अब लट्ठीले हान्न छोडेपछि चाहिँ के गर्नुहुन्थ्यो थाहा छ? त्यसपछि ढुङ्गा हान्नुहुन्थ्यो। एकदम ढुङ्गाका बर्साएपछि अब भेटुन्जेल त हाने होइन होला। अब नभेट्दाखेरि आजसम्म कहिले पनि मलाई ढुङ्गाले चाहिँ भेटेन हेर्नुहोस् होइन। तर कुदाइ चाहिँ यति न हुन्थ्यो। अनि त्यस पछाडि हेर्नुहोस्, हेर्नु न पानी आइरहेको छ, कस्तो मजा भएको छ। यहाँ चिटिक्क परेको एउटा यो मन्दिर छ होइन, डेडीले पूजा गर्नुहुन्छ यहाँ चाहिँ। यहाँ हेर्नुहोस् त पानी आएको छ जस्तो लागेको छैन नि। पानी नखाइला, यहाँ पानी आइरहेको छ, कस्तो रमाइलो भएको छ। यो चाहिँ मेरो छोरा हो। अब भन्न पनि अब के गर्नु, मलाई बुढी भएँ जस्तो भए मान्नुहुन्छ होला। म भन्न अलिकति सानो छ है, फेरि ठुलो चाहिँ छैन मैले भनिदिएको छु होइन। अब हेर्नु भुक उठिरहेको छ आज। अब सुनिता अब छुच्ची छ, मेरो बुढी एकदमै छुच्ची छ के मार्छे। अब नानी हेरिन भनेर मार्छे होला के गर्नु। अनि एकदमै रमाइलो हुन्थ्यो होइन। आज चाहिँ मलाई यो बाहिर बसेर आनन्द। फेरि अर्को कुरा मैले झन्डै बिर्सेछु, भाइको बिहे आइरहेको छ क्या, नयाँ साडी। अनि त्यहाँबाट थाहा छ अर्को कुरा, यहाँनिर ऊ लाउनु पर्ने चाहिँ के भन्छ, अब अर्को भिडियो भन्छु ल।